उनले वर्षौंदेखि कुखुरा पालेर गुजारा चलाउँदै आएकी थिइन्, तर सुकुम्बासी भएकै कारण घर भत्किएपछि न बस्ने ठाउँ छ न कुखुरा राख्ने ठाउँ। अन्डा फुट्ने बेला भएको थियो, सबै खेर गयो भन्दै उनी भावुक भइन्। अहिले कुखुरा कसैलाई बेचेर भए पनि जिम्मेवारीबाट मुक्त हुने सोचमा छिन् उनी। यो कुखुरा कतै व्यवस्थापन गर्न पाए डेरा खोज्न हिँड्थे उनले भनिन्। यसै छाड्दा मलाई पाप लाग्ला, बरु यी कुखुरा किन्ने मानिस भए खोजिदिनुस् न उनले भनिन्। यस्तै समस्या ईश्वर परियारको पनि छ। उनका 2वटा गाई छन्, जसकै दुध बेचेर उनले घर चलाउँथे। घरसँगै गोठ भत्किएपछि गाई राख्ने ठाउँ नभएर उनी अन्यलमा छन्। गाई छाडेर हिँड्न सकिँदैन, तर लिएर हिँड्ने पनि ठाउँ छैन उनले भने। वृद्ध आरबी घलेको अवस्था झनै कठिन छ। एक्लै बस्दै आएका उनी घर भत्किएपछि त्रिपालमुनि रात कटाइरहेका छन्। कहाँ जाने, के गर्ने केही थाहा छैन उनले गुनासो गरे। स्थानीयहरूका अनुसार बस्ती हटाउनु अघि पर्याप्त समय र विकल्प नदिँदा समस्या झनै बढेको छ। अहिले धेरै परिवार खाना, बसोबास र दैनिक जीवन चलाउने चिन्तामा छन्।